पिएचडी गरिसकेकाहरू पनि के आज समाजमा बेरोजगार भएर हिँडिरहेका छन् त? के कलेज युनिभर्सिटिजहरूमा भ्याकेन्ट छ, पोस्ट छ पढाउनका लागि, तर के रिक्रुटमेन्ट अथवा भर्नाको लागि कुनै प्रकारको नोटिफिकेसन आएको छैन त? र जो कलेज युनिभर्सिटिजतिर पढाउँदैछन् एडअकमा, के उनीहरूको स्यालेरी पनि टाइममा आएको छैन त? हजुर, तपाईहरु सबै ठिकै सुन्नुहुँदैछ। भर्खरै म नीति आयोगको 2025 को एउटा रिपोर्ट पढ्दै थिएँ। त्यसमा के लेखेको रहेछ भन्दाखेरि एकदम मलाई चाहिँ छक्कै पर्यो। म चाहिँ छक्कै परे स्थिति देखेर। हेर्नुहोस् है के लेखेको रहेछ, म भन्छु। त्यहाँ जुन हायर एजुकेसन छ, जुन क्लास 12 सकेर हामी उता पढ्छौँ, कलेज युनिभर्सिटी जान्छौँ, त्यहाँनेरि स्टेट पब्लिक युनिभर्सिटी जुन चाहिँ स्टेटले रन गर्छ, युनिभर्सिटिजहरू स्टेटले चलाउँछ, स्टेट गभर्मेन्टले चलाउँछ, त्यसमा चाहिँ लगभग जति क्लास 12 पास भएर नानीहरू जान्छन् 80% भन्दा बेसी नानीहरू चाहिँ स्टेट पब्लिक युनिभर्सिटीमा पढ्दा रहेछन्। तर त्यो युनिभर्सिटीको हालत कस्तो रहेछ भन्दा चाहिँ त्यही युनिभर्सिटिजहरूमा चाहिँ 40% भन्दा बेसी पोस्टहरू, टिचिङ पोस्टहरू अझै पनि भ्याकेन्ट रहेछ। सर्टेज छ, टिचरहरूको सर्टेज छ। एकपट्टि पिएचडी गर्ने बेरोजगार भएर बसिरहेको छ, उतापट्टि फेरि पोस्टहरू चाहिँ सर्टेज छ। तपाईहरु आफै भन्नुहोस् यो के भएको। अर्को कुरा, जब हामीले रेसियोको कुरा गरिन्छ, टिचर र स्टुडेन्ट रेसियो कुरा गरिन्छ, अहिले प्रेजेन्टली हेर्नु भने 30:1 छ भनिसकेपछि 30 जना नानीको लागि एउटा टिचर। तर हुनुपर्ने के रहेछ भन्दाखेरि 15:1 भनिसकेपछि 15 जना स्टुडेन्टको लागि 1 जना टिचर हुनुपर्ने हो क्वालिटी एजुकेसनको लागि। र हामी देख्छौँ कि अरू पोस्टहरूको लागि पुरा खोलिन्छ, रिक्रुटमेन्टहरू पुरा आउँछ, नोटिफिकेसनहरू पुरा आउँछ। तर जब हायर एजुकेसनमा कलेज युनिभर्सिटिजको टिचिङ पोस्टको कुरा आउँछ, तब हामी धेरै 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 कम पोस्टहरू खोलेको देख्छौँ। प्रोसेस पनि एकदम ढिलो भएको हामी देख्छौँ। र जो एडअकमा गर्दैछन्, युनिभर्सिटी कलेजमा पढाउँदैछन्, उनीहरूको पनि स्यालेरिजहरू डिले भएको हामीले खबर सुन्नमा आउँछ। र जहाँनेरि एजुकेसनको इज्जत हुनुपर्ने हो, एजुकेटेड व्यक्तिहरूको, पढा लेखा व्यक्तिहरूको मान सम्मान हुनुपर्ने हो, त्यहीँनेरि एजुकेटेडहरू नै फ्रस्ट्रेटेड भएर हिँडिरहेको। त्यत्रो पिएचडी सक्ने मान्छेहरू एडअकमा काम गर्दै गइरहेको, त्यही पनि स्यालेरी डिले गरिदिएको। र यो हाम्रो भारतको लागि एकदमै फ्रस्ट्रेटिङ कुरा हो। र हामी सबैलाई थाहा छ भारतको फर्टिलिटी रेट कम भएर गएको छ। किन भन्दाखेरि नानी कम जन्माउन थालेका छन्। तर यो पनि यहाँसँग कनेक्ट गर्न मिल्छ। त्यसलाई पनि यससँग कनेक्ट कसरी भन्नुहुन्छ भने अब पिएचडी गर्दा धेरै उमेर जान्छ, पिएचडी गरेर अब काम पाइसकेपछि नै कसैले बिहे गर्ने भनेर सोच्छ। बिहे गर्नु कुनै ठुलो कुरा होइन, तर फाइनेन्सियल इन्डिपेन्डेन्ट भइसकेपछि जसले पनि सायद बिहे गर्न सक्छ। तर फाइनेन्सियल इन्डिपेन्डेन्ट नभएको व्यक्तिले कसरी बिहे गर्ने? ल हेर्नुहोस्, यो खालको समस्याहरू यहाँ आइपरेको देखिँदैछ। हामी चाइना युएसएसँग कम्पेयरको कुरा गर्छौँ, तर हामीले चाइना युएसए हेर्नु भने टप युनिभर्सिटिजहरू त्यहीँनेरि छ। आज चाइना किन भयो, आज अमेरिका किन भयो भन्दा त्यहाँको एजुकेसनले गर्दा। आज फिनल्यान्ड, डेनमार्क जो ह्याप्पिएस्ट कन्ट्रीहरू छ, त्यहाँको एजुकेसनहरू हेर्नुहोस् कस्तो छ। यतापट्टि हाम्रो अब यो हालत हेर्नुहोस्। र हाम्रो न्यू एजुकेसन पोलिसी जुन 2020 मा आएको थियो, त्यसले के भन्छ? हामीले एजुकेसनलाई अपडेट गर्नुपर्छ, होइन? हाम्रो जीडीपी सेयर जुन छ एजुकेसनमा, त्यसलाई बढाउनु पर्छ। अहिले 4 पोइन्ट कति छ, त्यसलाई बढाएर 6% पुर्याउनु पर्छ भन्ने रिकमेन्डेसन छ। तर ग्राउन्ड लेभलमा त्यो कम नै भएको हामीले देखिँदैछ। अब यसको लागि हामीले के गर्न सकिन्छ अथवा सल्युसन के छ भन्दाखेरि पहिलो कुरा त रिक्रुटमेन्ट प्रोसेस छिटो हुनु पर्यो। भ्याकेन्ट पोस्टहरूको लागि पोस्ट खोलिनु पर्यो, भर्ना छिटो हुनु पर्यो, प्रोसेस छिटो हुनु पर्यो, होइन? त्यो एउटा छ। अर्को कुरा, जो एडअकमा गर्दैछन् जति उनीहरूको स्यालेरिज टाइममा हुनु पर्यो। किनभने सबैजना के हो, स्यालेरिजकै लागि काम गरिन्छ र कुनै पनि इम्प्लोइको लागि मोटिभेसन जरुरी छ। पोजिटिभ मोटिभेसन भनिन्छ र स्यालेरी चाहिँ एउटा पोजिटिभ मोटिभेसनको काम गर्छ, त्यो हुन एकदम टाइमली हुन जरुरी छ। एकदम एजुकेसन इन्स्टिट्युटको स्यालेरिजहरू टाइममा हुन एकदम जरुरी छ। र रिसर्च एन्ड डेभलपमेन्टमा जुन हाम्रो जीडीपी सेयर छ, त्यो एकदमै कम्ती छ। अहिले 0.66 कति छ, तर त्यसलाई बढाउनु पर्यो। आज हामीले चाइना हामीले
युएसए को कुरा गर्नु भने रिसर्च एन्ड डेभलपमेन्टको हामीले जीडीपी हेर्यो भने इन्डियाको भन्दा कहाँ बेसी छ, त्यही कारण उनीहरू अगाडि छ। र जुन डिजिटल लाइब्रेरीहरू छ, ल्याब्सहरू छ, त्यसमा इम्प्रुभमेन्ट आउनु पर्यो इन टर्म्स अफ स्टुडेन्ट क्वालिटी एजुकेसन हेर्नु हो भने। सो यो सबै कुराहरू छ, हामीले यसरी गर्न सकिन्छ। र नयाँ एजुकेसन पोलिसी हेर्नु भने त्यसमा है सिलेबस अपडेटको कुरा आउँछ र सिलेबस अपडेटसँगै हामीले टिचर्सहरू पनि अपडेट गर्नु पर्यो नि हायर एजुकेसनमा। अहिलेको वेल इक्विप्ड टिचरहरू जुन अहिलेको प्रेजेन्ट मोडर्न टेक्निक्स भएको टिचरहरूको हामीले है भर्ना गर्नु अथवा रिक्रुटमेन्ट गर्नु जरुरी छ। तर यो कुरामा कोही बोल्दैन। वी डोन्ट सी पिपल टकिङ अबाउट दिस इश्यूज, बट वाइ? किन यो कुरामा कुनै प्रकारको डिबेट डिस्कसन कहीँनिर भएको पनि देखिँदैन। मिडियातिर त्यति यो कुराहरूलाई अगाडि ल्याइएको पनि देखिँदैन। किन?